यताबाट भन्दा नि यताबाट छिराउनु पर्यो यार खोइ के हो थेट गाह्रो रहेछ साइकल छिराउनु ठाउँमै दिएको हेर्ने चाहिँ ल हेर्नु ल ल ल ल झन् भिड हुन्छ यार गुगल म्याप एकदमै केयरफुल हुनुपर्छ गाह्रो छ हजुर गाह्रो छ चिरिज भाइले अलिक कसलाई ठोकिदिन्छ त्यो रहेछ ल के सुटिङ भइरहेछ क्या यहाँ यसो हेर्दा हेर्दा है हजुर भाइ गएको ल बाई बाई माथि गइदिउँ न यहाँबाट यसरी माथि जाला त यहाँबाट तेरो बाजे मान्छेले मार्दैन त्यत्रो फिल्म बनाइरहेको छ बिचमा गएर साइकल उडाएर बस्छ के भन्थ्यो म त लाज लगाएर पछाडिबाट आएँ म त सब राजकुमार जितेर हजुर सन्चै हुनुहुन्छ गएको ल त फर्स्टमा जाने हो ल केटा हो सब्सक्राइब गरेर फोटो खिच्न आउँछ त्यत्तिकै सब्सक्राइब चाहिँ गरेर होइन नाम त थाहा छैन होला मेरो नाम भन्नु त ल सरोज तामाङ भन्दैछु यहाँ मैले उसलाई जिस्काएको थिएँ त हो कि ल जाउँ हानिदिऊ सरोज तामाङ सर्च गर ल घर गएर ल भाइ Shit. रोक्छ जस्तो लाग्यो त्यसलाई दाइ यता खेलिरहनु भएको रहेछ के भयो दाइ के गर्नुपर्छ पट्टी सट्टी विचार गरेर चला हो यता आँखा छुनेर यता आयो नि त त्यो हो नि त अब है सब बाटो छोडेको थियो अब दाइ मात्र आँखा चिम्लेर आयो नि त त्यही त गल्ती मानिरहेको छ त गल्ती त त्यही त होइन गल्ती नमाने होइन नि त गल्ती मानिरहेको छ नि त हामीले गरेको छैन त भने छैन नि त दाइ हामी डाइरेक्टली त्यहाँ बसेको मान्छेले त हाने होइन नि त आँखा चिम्लेर यहाँ दिएपछि अनि हो कि भन्नु न त्यही त भने नि त्यही त पट्टी गरिदिन्छ नि त भनिरहेको छ त दाइ खुट्टामा हो र यस्तो मलाई जस्तो लाग्थ्यो मलाई छिपिस भाइ के भयो दाइ हिँड्ने मेडिकल लिएर जाउँ जाउँ मेडिकल जाउँ दाइ अब तपाईँको नि गल्ती भन्न मिलेन हाम्रो नि गल्ती भन्न मिलेन तपाईँ नि आँखा चिम्लेर यहाँ गेम खेल्दै हुनुहुन्थ्यो हामी पनि हो कि होइन हामी त रोक्छ भनेर आएको हो नि त त्यही त हिँड्नु न चेकअप गरिदिन्छु भनेर जाउँ त्यस्तो पुरै ड्यामडुम त लागेन होला त्यो अलिकति त्यो अलि एङ्कलमै पऱ्यो होला क्या त्यही त ठिक छ त्यही नि अब हामी नि त्यही इन्टेन्सनले त आएको होइन नि त हामी नि मजा गर्न हो नि त यहाँ त के कसो अब उहाँ बसिरहेको बेला गएर हामीले उहाँलाई हाने भए चाहिँ अलिकति हुन्छ आँखा चिम्लेर सुई आइदिनु भयो दुवैजनाको ऊ पऱ्यो क्या त्यही त लड्नु भन्दा नि उहाँ नि अब हुन्छ हामी उपचार गरिदिन्छौँ भनिरहेको छु त यो खुट्टामा त परेको छैन होला हुन्छ अलिअलि त अब भइहाल्छ मेडिकल जाउँ न के हुन्छ कसो हुन्छ भएन नि हस्पिटल लगिदिउँला नि अब
त्यही त उहाँभन्दा अझै यता लड्यो भने डेन्जर त यता डेन्जर लड्यो नि सकेसम्म त्यसले कन्ट्रोल गरे क्या अब तपाईँ नि आँखा चिन्ने सट्ट आउनुभयो दुवैजना मिक्स भयो क्या ल जाउँ न अब गाह्रो छ भने त के भन्नु एकचोटि यसो अप एन्ड डाउन हेर्नु पछि चाहिँ दुख्छ अहिले त तातो छ त्यति दुख्दैन तातो चिसो भएपछि दुख्छ क्या ठ्याक्क कहाँ लाग्यो दाइ ठ्याक्क एङ्कलमै पऱ्यो क्या हुन्छ 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 जाउँ जाउँ ल बेकारमा भिड मात्रै हुन्छ त पागल ब्रेक हान्न सक्दिनस् अचानक आयो है अनि त्यही हो दुइटैको गल्ती हो ल अब उपचार गरिदिनु होइन अब समटाइम इट ह्यापन्स उयो पछाडि आउँदै गर्छ है यो म तल गएर बस्दै गर्छु धन्न यो चाहिँ बाँचेछ यो त यो के बाँधे यो कसको हो यो भाइ कसको गाह्रो छ हजुर कति भयो दिदी आन्टी क्यास चाहिँ त्यति पुगेको छैन पुग्छ कि पुग्छ होला हुन्छ हुन्छ ल नि त तपाईँ खाइदिनु एउटा त्यस्तो गाह्रो भएन नि दाइ है नम्बर लिएर जानु केही पऱ्यो भने कल गर्नु न है अब त्यही त हो नि अब गर्ने अब त्यही त ए नम्बर टिप्नु न हजुर तपाईँ नम्बर भन्नु मेरो नम्बर चाहिन्छ भने लिएर जानु पऱ्यो पछि होइन त्यस्तो अहिले सिरियस त छैन त्यही हड्डीमा छोरा मात्रै हो क्या पेन किलर हो खानु यति खानु म हानिदिन्छु केही सेभ गरेर राख्नु न केही अब पछि केही भयो भने त्यस्तो पर्ने त छैन त्यही पनि होइन सिरियस त छैन तपाईँको कहिले काहीँ यस्तो हुन्छ अब तपाईँ यत्रो महिना घुम्न आउँदा कहिले पनि त्यो नखेल्ने आजै खेल्नु भएछ कालले कुदकुदाएको नि आज दशा लागेको आज अब के भन्नु के कसो हो कि भन्नु ल टक्क हामी आउने बित्तिकै तपाईँ छिरिदिनु भयो क्या त्यहाँ हामी त अब त्यो पशुपतिको ओह्रालो क्या माथिबाट हामी सिडी ग्याप हान्दै आएको क्या हुन्छ खोइ एउटा गेम जस्तो टाइपको जस्तो त है त्यही हो केही पऱ्यो भने मलाई कल गर्नु अब त्यही त हो नि उदेशको त झन् सुराल च्याप्दैछ ड्याङ अब उहाँ अब एज पनि अलिक भइसकेर नि गाह्रो भयो अब उसलाई चाहिँ अब भर्खरको एज छ भर्खरको मेरो केही पऱ्यो भने कल गर्नु न त है हस् त ल हस् त्यही हो कहिले काहीँ यस्तै हुन्छ होइन हातमा नि हस् त है त्यो अब कहिले काहीँ अब त्यस्तै हो ल है त नरिसन दाइ है ल केटा हो साइकल जोडाइदिएकोमा थ्याङ्क यू सो मच अनि खोइ मलाई सरोज तामाङ भन्ने को हो उयो मैले मेरो युट्युबको नाम सोध्दै थिएँ क्या फोटो चाहिँ खिच्न आएछ के हो भन त मिलेन अझै घर हेर न ल केटा हो है त ल बाबाई ल जाउँ मैले फेरि त्यति क्यासै बोकेको थिएन क्या अनि त्यस्तो ठुलो पनि इस्यु भएन होइन दाइले अब यसो बुझेर अब हाम्रो नै गल्ती त हो नि त त्यही भएर हामीले नै अब गरिदिनु पऱ्यो जे सकिन्छ मलम सलम किन्दै यताउता कहिले यस्तो हुन्छ अब हेड कमेन्ट नै आउँछ मलाई थाहा छ त्यही पनि अब के गर्नु यस्तो हुन्छ भनेर एउटा सूचना जान्छ नि त मान्छेलाई होइन आम्मा फेरि मान्छे हान्ने भयो यसले है अब 3 2 आइज ल
टक्क लाएर मान्छे आइरहेको रहेछ क्या फेरि कटाउनु पऱ्यो नि होइन आम्बो यो नि त पारा